युरोपमा ठुल्ठुला समुद्रहरू हुन्छन् भनेको सुनेको थिएँ। आज पहिलोपटक मेरो जीवनमा होइन एउटा समुद्रमा आइपुगेको छु। यो समुद्रको नाम पनि थाहा भएन होइन, यहाँ कुनै होर्डिङ बोर्डहरू पनि मैले देखिरहेको छुइनँ। तर आज तपाईँहरूलाई म यो समुद्रको केही दृश्यहरू, रमाइला दृश्यहरू देखाउन लागिरहेको छु, स्वीकार्नु होला। हेर्नुहोस् त मेरो ब्याकग्राउन्डमा यहाँ समुद्र छ होइन, ठुलो समुद्र छ। आज हामी समुद्र साथीहरूसँग घुम्न आएका छौँ। रमाइलो भइरहेको छ। जीवनमा पहिलोपटक यसरी समुद्रको दर्शन गर्न पाएको छु, आफैले टच गर्न, फिल गर्न पाएको छु। त्यसमा मलाई निकै गौरव महसुस भइरहेको छ। अगाडि चाहिँ मेरा साथीहरू, 3 जना साथीहरू अगाडि बढिरहनु भएको छ। यहाँ अलिकति परतिर चाहिँ अझ राम्रो सिनारियो, दृश्यहरू छन् भन्ने कुरा हामीले थाहा पाएका छौँ। त्यसैले हामी हाम्रो यो समुद्रको मुख्य केन्द्रस्थल अथवा गन्तव्यस्थलतर्फ, केन्द्रबिन्दुतर्फ हामी हिँडिरहेका छौँ, लागिरहेका छौँ। समुद्रको दृश्य हेर्नु न। अघि मैले ब्याकग्राउन्डबाट देखाएँ होइन तपाईँहरूलाई, एकदमै रमाइलो। यो हामी बसेको हाम्रो कम्पनीबाट पनि देखिन्छ यो होइन। सायद हामी निकै उचाइमा छौँ। अनि यो साथीहरू, हामी अहिले चाहिँ यो समुद्रको किनारमा बसेर अलिकति शीतल छाया जस्तो रहेछ। यहाँ सानो रुख होइन, भुटियान, यहाँ बसेर चाहिँ हामी अहिले अब खाजा भुजा यसो गर्न लागिरहेका छौँ। यहाँ मेरा 3 जना एकदमै आत्मीय साथीहरू हुनुहुन्छ, युरोपका साथीहरू। ल चियर्स गर्दैछौँ। ल ओके, हामी यहाँ महिनौ दिन 4-5 महिनाको थकान मेटाउँदैछौँ साथीहरू। के गर्ने? ल ठिक छ, म जोस् रमाइलो छ। के छ समसर, कस्तो लाग्दैछ तपाईँलाई भन्नु न। यस्तै हो सर, यो एकदम यता क्यामेरामा हेरेर केही एकदम रमाइलो छ यार। रमाइलो छ, बेग्लै दुनिया यार, बेग्लै संसार, शान्त वातावरण है, शान्त वातावरण। समुद्रको किनारमा बसेर हामी खाइरहेका छौँ यहाँ। ऋषिमुनिहरू के अरे समुद्र नदीहरूको तटमा गएर तपस्या गर्थे किन भनेको आज बल्ल थाहा भयो क्या मलाई। यस्तो बेग्लै आनन्द हुँदो रहेछ होइन, बेग्लै संसारमा स्वर्ग पुगेको अनुभव भइरहेछ क्या आज। थ्याङ्क यू सो मच मिस्टर सोमुप्रति। हाम्रो आकाश भाइको चाहिँ 2 शब्द जाओस् न आजको यो हाम्रो रमाइलो पल र यो रमाइलो भिडियो हाम्रो ब्लगको लागि। केही शब्द बोल्ने छैन, म एकदम इन्जोय वातावरणमा छु। जस्ट आई एम इन्जोय। My dear brother Akash Kafle is enjoying too much. He doesn't have any words to express right here, right now. ल हाम्रो अब यता हाम्रो जयप्रकाश चौधरी भाइको 2 शब्द जाओस् न। के छ? रमाइलो छ हाम्रो हैन, फ्रेन्डशिप पनि रमाइलो, अहिले शान्त वातावरण पनि रमाइलो छ यहाँ समुद्र किनारमा बसेर छेउमा। साँच्चै भन्ने हो भने माछाहरू, हामीले होइन यहाँ अब के भन्ने है, युरोपको वातावरण यस्तै छ, चिसो मौसम, 10 घण्टाको काम। यो परिस्थिति सिर्जना गरिदिनु भएकोमा भुपाल सिटौलालाई धन्यवाद। हाम्रो एजेन्ट भुपाल सिटौला। यतिखेर हामीलाई यो युरोपमा टेकाइदिनु हुने होइन हाम्रा आत्मीय मित्र भुपाल सिटौलाजीलाई पनि सम्झिरहेका छौँ। उहाँले पनि हामीलाई पक्कै सम्झिनु हुनेछ, चाँडै सम्झिनु हुनेछ भन्ने लागेको छ साथीहरू। हैन, अब कुन दृष्टिकोणले गर्छन् तर सम्झिने हो। जे भए पनि हामीले होइन आफ्नो हृदयभित्र एकदमै ठुलो पीडा लुकाएर पनि आज हाँसिरहेका छौँ यसरी होइन। अब हाँस्नु पर्दो रहेछ। वास्तवमा हामीले यो श्रम भन्ने कुरा चाहिँ यो युरोपमा आएर गर्न सिकिरहेका छौँ होइन। श्रमको महत्त्व कति रहेछ भन्ने कुरा। बिहानको रेगुलर ड्युटी हाम्रो 7 घण्टाको, त्यसपछि ओटी 3 घण्टाको, 10 घण्टा हामी एकदमै श्रम गरिरहेका छौँ, श्रम बेचिरहेका छौँ। त्यस्तै किसिमको श्रम गर्ने अवसर चाहिँ हाम्रै देशमा वर्तमान नेपाल सरकारले गरिदिएको खण्डमा हामी आजको भोलि टिकट गरेर चाहिँ नेपाल फर्किन पनि तयार छौँ। यो कुराहरू पनि होइन साथीहरू मार्फत हाम्रो नेपाल सरकारसम्म पुर्याइदिनु हुन म अनुरोध गर्दछु। ठिकै छ सर, दुःख पछाडि नै सुख आउने हो होइन, आत्तिनु हुँदैन। यो चाहिँ केही होइन, यो सङ्घर्ष जारी छ होइन। एकदिन चरेस खानु हरेस नखानु भन्ने छ नि, सङ्घर्ष जारी छ, एकदिन गन्तव्यमा पुग्ने हो। हाम्रो सङ्घर्ष र लक्ष्यको होइन हामी बाटो प्रतीक्षामा छौँ। यहाँ हामीले त चिकन लेग पनि ल्याएको छौँ है। के अरे यो के भयो, यो रोस्ट होइन, लेग पिस, हात्तीको खुट्टाको लेग पिस पनि छ साथीहरू।
लेख्नुहोस् यार कस्तो यार बुढापाकाहरू भनेको बुढापाकै हो क्या ल्याङ्ग्वेज है यो एकदमै यो बुढा मेरो पाकाहरू ब्लगमा जान्छ कि बुढा साथीहरू पाकाहरू माग यो ल्याङ्ग्वेज होइन हात्तीको खुट्टाको यो चाहिँ फेरि साथीहरूले त रेला नै गर्न ज्ञान थाल्यो होइन अनुसार त बोल्न त्यति कर्तव्य नि लाग्छ हक पनि लाग्छ अब हामी त त्यही भएर सानो छ अब मिठो छ यो मिठो रोस्टको लागि चिकन रोस्टको लागि मेरा 3 जना कुक साथीहरूलाई धेरै धेरै धन्यवाद मलाई चाहिँ यस्तो बनाउन आउँदैन कि म चाहिँ यसो भाँडासाँडा मात्ने ओर्ने थाला खाना र दाल चाहिँ बनाउँछु है म पनि अब मिठो त्यो फेरि सिस्टम छैन किन आफै घुम्छु मान्छे यो पहिलो लट हामी खाँदैछौँ त्यसपछि फेरि हामी यहाँ समुद्रका अन्य क्षेत्रहरू हामी भ्रमण गर्नेछौँ होइन इन्जोय गर्नेछौँ दृश्य अवलोकन गर्नेछौँ तपाईँहरूलाई हामी देखाउँछौँ ती दृश्यहरू पनि अझै पनि मेरा साथीहरू र म समुद्रको किनारमै रमाइरहेका छौँ र यो समुद्रको अलिकति बिच भाग त नभनौँ होइन धेरै मान्छेहरू त्यहाँ आवत जावत गर्ने रमाइलो गर्ने ठाउँतिर अहिले हामी लागिरहेका छौँ मेरा साथीहरू अगाडि बढिरहेका छन् अगाडि चाहिँ धेरै साथीहरू यहाँ समुद्रमा अहिले रमाइरहेका छन् नुहाइरहेका छन् जस अनुपम दृश्य म तपाईँहरूलाई देखाइरहेको छु यो मेरो धेरै पछाडिको भ्लग होइन स्वीकार्नु होला समुद्रको भ्लग यो समुद्रको छेउमा एउटा किनारमा एउटा सानो टापु रहेछ यो टापुमा गएर अब हामी केही टिकटक भिडियोहरू होइन तयार पार्न लागिरहेका छौँ साथीहरू यो वरपरको दृश्य यस्तो छ हेर्नुहोस् न ईद मुबारक ईद मुबारक ईद मुबारक साथीहरू अब हामी यहाँ हाम्रा साथीहरू चाहिँ यसरी यो टापुतिर चढिरहेका छन् त्यो पुरै ढुङ्गा रहेछ ढुङ्गाले बनेको रहेछ यहाँ हाम्रा साथीहरू छन् उता हाम्रो आकाश भाइ हामी यो टापु अन्त टापुमै आइपुगेका छौँ सानो टापु हेर्नुहोस् यो कुन देशको समुद्र हो छुट्याउने जिम्मा चाहिँ तपाईँहरूको होइन म यो देशको समुद्र हो भन्न चाहन्न यहाँहरूलाई यसो एकदमै गोप्य राख्न चाहन्छु अहिले चाहिँ म यो समुद्रको किनारमा रहेको यो सानो टापुमा एउटा भिडियोको अर्को क्लिप तयार पारिरहेको छु यहाँहरूले हेर्नु होला होइन समुद्रको नाम पत्ता लगाउने र यो कुन देशको समुद्र हो भनेर पत्ता लगाउने जिम्मा छ तपाईँहरूको यो कुरा चाहिँ मैले तपाईँहरूलाई अब गोप्य नै राख्न चाहेँ अब युरोप त युरोप नै हो पक्कै पनि होइन हेर्नुहोस् न सुन्दर दृश्य छ यहाँ धेरै साथीहरू चाहिँ विभिन्न देशका साथीहरू चाहिँ अहिले यहाँ रमाइलो गरिरहेका छन् भिडियोहरू बनाइरहेका छन् हामी जस्तै हाम्रो साथीहरू आकाश जय र हाम्रो मिस्टर सोमुप्रेती कता हुनुहुन्छ कोही कता बिलाउनु यहाँ हुनुहुन्छ होइन वी आर इन्जोइङ रियल्ली वी आर ह्याभिङ ह्युज फर्म ह्युज इन्टरटेनमेन्ट के भन्छ नि होइन त्यस इङ्ग्लिस पनि राम्रो बोल्न त आउँदैन रहर चाहिँ लाग्छ है वी आर ह्याभिङ रियल्ली लट्स अफ फर्म नाउ अन्य देशका साथीहरू विशेष गरी बङ्गलादेशका साथीहरू हुनुहुन्छ नि उहाँहरू धेरै ठुलो सङ्ख्यामा हुनुहुन्छ उहाँहरूको आज ईदको फेस्टिभल हुँदै पनि उहाँहरू चाहिँ ईद मुबारक भन्दै यहाँ इन्जोय गरिरहनु भएको छ रमाइलो छ त्यो अहिले हाम्रो आजको यो समुद्रको यात्रा लगभग टुङ्गिएको छ अहिले हामी हाम्रो रुमतर्फ फर्किरहेका छौँ अहिले चाहिँ हामी साथीहरू समुद्र भ्रमण गरिसकेर होइन फोटो भिडियोहरू एकदम सुट गरिसकेर एकदमै रमाइलो पल बिताएर चाहिँ हाम्रो अघि हामीलाई ड्रप गर्ने ट्याक्सीलाई बोलाइवरी उता ट्याक्सीमा चढेर यतिखेर चाहिँ हामी रुमतर्फ फर्किरहेका छौँ हाम्रो कम्पनीको रुमतर्फ अगाडिको दृश्य यहाँहरूलाई म देखाउन चाहन्छु सानो जङ्गल छ यो जङ्गल हुँदै हुँदै हामी अगाडि बढिरहेका छौँ